हेलो एभ्रिवान, सबैजनालाई यस भिडियोमा स्वागत छ। आज चाहिँ हामी म र मसँग भएको छौँ हाम्रो भाइ यहाँ अनि यतापट्टि छन् यिनी। अनि आज चाहिँ हामी फर्स्ट एड बक्स कसरी प्रयोग गर्ने भन्ने विषयमा चाहिँ आज हामी यो प्र्याक्टिस गर्न गइरहेका छौँ होइन। अनि यो पनि भेरी इम्पोर्टेन्ट छ कि हाम्रो जीवनमा पनि अब कुनै बेला कुनै ठाउँहरूमा पनि त्यो केसेसहरू आउँछ है, त्यो कसरी हामी चाहिँ फर्स्ट एड गर्ने भन्ने कुराहरूमा त्यही विषयमा चाहिँ आज हामी सिक्न गइरहेका छौँ है। अब त्यो कुरा चाहिँ म तपाईँहरूलाई अहिले भिडियोमा देखाउनेछु है, ल हेर्नु होला। अहिले भने यहाँ चाहिँ फुटबल खेलिरहेका छन् है भाइहरू, यता फुटबल खेलिरहेको देख्नु। जाऊ उस लिएर त बक्स लिएर आउँछ, त्यो फर्स्ट एड बक्स लिएर आउँछ बाबु। अहिले भने चाहिँ हामी भाइलाई सुरक्षित ठाउँमा लिएर जान गइरहेका छौँ है। बेन्चीमा यतापट्टि चाहिँ यहाँ फोहोर मैला धुलोहरू छ अनि यसपछि हामीले यहाँ टाउकोलाई चाहिँ थामिराख्नलाई हामीले भनिरहेका छौँ र नबग्नको लागि। भाइलाई चाहिँ हामी त्यसै कन्ट्रोल गर्दैछौँ नाति भनेर। अनि हाम्रो बक्स पनि यो फर्स्ट एड बक्स पनि आइसकेको छ है, यता तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ हाम्रो भाइले उसलाई चाहिँ कसरी गर्ने भन्ने कुराहरू चाहिँ यहाँ सिकाउन गइरहेका छन्। सुरुमा चाहिँ उसले कपास र अनि त्यो ग्लुकोज पानी सलाइन पानीले चाहिँ त्यसले सफा गरिरहेको छ। त्यो घाउलाई भने पुरै सफा गरे, त्यसलाई चाहिँ राम्रोसँग सफा गरेको छ, कुनै पनि त्यो फोहोर मैलाहरू त्यहाँ चाहिँ नअड्कियोस् भनेर। अब भने हामीले सफा गरिसकेपछि चाहिँ अर्को औषधि गर्न गइरहेका छौँ है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ भाइलाई चाहिँ त्यहाँ रुईमा अनि साथै त्यो ब्यान्डेजमा चाहिँ उसले औषधि लगाएको छ, जसले गर्दा चाहिँ त्यो घाउमा कुनै पनि इन्फेक्सन नहोस्। अब भने हामीले पट्टी टाउकोमा लगाइसकेका छौँ र अब चाहिँ त्यो टेपको प्रयोगले हामीले त्यो पट्टीलाई चाहिँ अड्काउनलाई हामीले युज गरिरहेका छौँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। बक्स बन्द गर है, सबै भाँडाकुँडा बन्द। अब सिधा अब दुईजनाले उठाउने, तारा उठाउने, दुईटा खुट्टा टेक्न लगाउने। अब बिस्तारै पछातिर लाने है, होइन त्यो खुट्टा टेक्न देऊ न, उसलाई खुट्टा टेक्न देऊ कि खुट्टा टेक्न देऊ। ल काँडा यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। र हामीले चाहिँ यो हाम्रो नानीहरूलाई, भाइहरूलाई चाहिँ स्कुलमा कसरी उपचार गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले सिकाउन खोजेका हौँ। यसलाई चाहिँ अन्यथा नलिनु होला। यसरी हामीले चाहिँ सफल तरिकाले उपचार र उद्धार गर्न सकियो। र यो भिडियो चाहिँ म तपाईँहरूको माझमा यतिकै राख्दछु। थ्याङ्क यू फर वाचिङ।